लङ टाइम पछि यो यताउता भिडियो गएको छु मैले त्यो पनि यो मेरो भिडियोको कारणले अब भने हामी ड्यामतिर जाँदैछौँ अब ड्याम नजिक यहाँनिर देखिसकेको छ ड्याममा चाहिँ आइसक्यौँ ड्याम छिन्नुभन्दा पहिला ड्यामको गेट चाहिँ यो ल अब हामी ड्यामतिर जान्छौँ बिस्तारै ड्याम तर फोहोर जस्तो लागेको छ होइन मलाई हामी ड्याममा चाहिँ आइसकेका छौँ ल बिना ल बबाल होइन ए ल अब हामी यता ड्याम उता हामी अब ऊ साइडबाट हेर्नको लागि ऊ साइड जाँदैछौँ अहिले ल हामी यहाँ फुटान्नको लागि पनि रेडी भइसक्यो हाम्रो क्यामेराम्यान उता हाम्रो पोज दिँदै हुनुहुन्छ हाम्रो दाइ ओ बडाइ बस्दी एकछिन भन्नु फोटो टाइम नि भइसक्यो हामी जाने यो के भन्छ पुरा ताल वरिपरि राउन्ड गर्दैछौँ अहिलेसम्म आधा राउन्ड भयो पुरा एक राउन्ड चाहिँ भएको छैन एक राउन्ड गर्नको लागि हामी हिँडिरहेको छौँ तर दाइ पहिला आउनुभएकोले यहाँको वातावरणको लागि थोरै दाइसँग थाहा रहेछ यो बाटो भने पहिला एकदम सानो थियो र अहिले चाहिँ म्यानेज गरेर ठुलो बनाएको छ समथिङ हामीलाई यो पुरै राउन्ड गर्न 20 मिनट जति लाग्छ नआनु दाजु छोडिनु ए नआने क्या कोही रिस होला बाँकी त 20 सेन्टर पुग्ने हामीलाई हामी अहिले हाफ सेन्टर पनि पुगेका छैनौँ तर यति ठाउँ भने नि हाँस्ने गोपाल हाँस्छन् होइन दाजु त ढुङ्गा सुङ्गा खेल्दै हुनुहुन्छ ल यता ढुङ्गा हान्दै हुनुहुन्छ दाजुले सब बेरोजगारी पर्दैछ फोहोर पनि रहेछ नि यहाँ साइड पनि बसिदिनु यस्तो गलिज पढाएको छ यहाँ साइड ढुङ्गा नहान्नु छोडिदिनु गाली गर्नु तर जे भयो भने ढुङ्गाले मै हान्ने जस्तो ढुङ्गो खोजिलु भइला ढुङ्गो पाइसक्यो मैले ल कहाँ गरिरहेको त कहाँ गरिरहेको मर कि के थाहा छैन मार्ने चाहिँ लास्ट गर्नुहुन्छ ल उहाँले त आफ्नो टाइम तोकिसक्नु भयो टाइमको हुनु भएको अब म यो मेरो ड्युटी 8 बजीतिर हुनाले उहाँको टाइम 6 बजीतिर भनिसक्नु भयो उहाँले तर यहाँ साइड चाहिँ एकदम बबाल रहेछ उता ऊ साइड भन्दा नि यहाँ साइड यस्तो बबाल छ होइन उता यो साइड भन्दा नि बिचको साइड चाहिँ ठिकै रहेछ जस्तो लाग्यो मलाई यता गलित गलित छ यो साइड यता साइड पनि एकदम खतरा सुन्दर छ ठाउँ के हान्ने अरे पहिला यस्तै मात्रै थियो क्या निकालेर ल नेपाली भएर इन्डियाको आएर माछा मारेर खा यस्तो ठाउँमा फेरि यस्तो कठिनाइ ठाउँमा माछा मारेर खानुभएको उहाँ दाजुले 80-90 किलो मारे मैले ल 80-90 केजी भने यहाँको बात 80-90 किलो मारे ल तपाईहरु फेरि नि माछा म देखाउँछु है यहाँ तलनिरको चाहिँ यो माछा हो हैन दाजु ल दाजु भिडियोमा देखाए नि यति ठुलो माछा कसरी मारे तर यस्तो नगर्नु पर्थ्यो हैन तालको माछा भने यस्तो नगर्नु पर्थ्यो तत्नु है अब तपाईको कष्टै पर्ला दाजु ल दाजुले माछा 28 देखाएन 11वटा माछा मैले 12 माछा 13 14 15 माछा अब एक आइसक्नु भएको छ छातीमा गोली खाएको हाम्रो छातीमा र अनि के फेसमा थोरै गोली खाएको दाइ यता बढ्या हुनुहुन्छ यो ज्यानजी आन्दोलनमा गएर यहाँनिर पानी पार्सलको लागि यताउता बनाएको रहेछ हैन पानी यताको पानी उता शिफ्ट गर्ने बनाएको रहेछ तर पानी लास्ट फोहोर छ तर मैले हात लाए पानी केही त हुन्न तर लास्ट फोहोर छ यहीँतिर बस्यो भने दाजु भिडियोमा केन्द्रित हुन्छ हाम्रो त्यो दाजुले भाइरल गर्ने अरे के भोलि मिडिया आयो नि फेरि समस्या फेरि हो यस्तो फेरि हाम्रो कान्तिपुर मिडिया चाहिँ बबाल छैन भार लाउँदैन फेरि बेङ्गलोर काण्डमा तर उहाँलाई मैले हौसिरहेको छु दाजु
तपाईँको मैले जाने अनुसारै तपाईँले त्यही गर्नको लागि तपाईँको दाँत भाँच्यो अरे है अन्त है दा यहाँ सुन्नु न तपाईँले त्यही मतलब उल्टी हाल्नुको लागि तपाईँको दाँत भाँच्यो अरे है ल आएको दाँत रङ्गलाई उहाँको अहिले दाँत चाहिँ नयाँ हाल्यो अरे रबड हो कि फलामो त मलाई थाहा भएन भयो नि सानो भयो नि अब भोलि यत्रो ठुलो हुने त नि ठुलो भए खाइहाल्छ नि कोही त्यहाँ घुम्न आउन चाहनुहुन्छ भने म तपाईँहरूले कमेन्ट बक्समा एड्रेस छोडिदिनु बन्डापुर हो बन्डापुर अब ठ्याक्कै करेक्ट थाहा भएन यो एरियाको चाहिँ बन्डापुर हो लन्डापुर हो यात्रा सामी हामीहरूको गाडी बसिन्छ गाडीमा बसिनु च्याक्क गइन्छ यहाँ त गाडी हाम्रो गाडीमा निकाल्दै हिँड्छ उता हाम्रो भिना राजा छ अब हामी गाडीमा चढेर जाने हो तर हामीसँग पैसा नि लास्ट कम छ कि अहिले कम्ती 200 रुपियाँ मात्रै छ होइन 2-3वटा बस जाम गरेर जानु पर्दैछ आउँदाखेरि भने हामीले अर्कैसँग पैसा हालिमा जाँदाखेरि पनि तर अर्कैसँग हालेर कि चिबाडी भन्छु पर्यो साँच्ची हो गाह्रो छ परेस पनि भने जस्तो छैन टाइममा पैसा सैसा हुन्न होइन जो हुन्छ नि गाउँतिर केटाहरू हामी त अब इन्डिया जाने हो अब तिनीहरूलाई कि थाहै हुन्न क्या यहाँको बारे यस्तो हुन्छ यस्तो हुन्छ थाहै नहुने क्या म इन्डिया जान्छु र यस्तो गर्छु र क्या अब मेरो भाइ नि भन्छ कि म इन्डिया जान्छु यस्तो गर्छु उस्तो गर्छु तर इन्डिया भने जस्तो सजिलो केही छैन होइन गाह्रो छ ल अहिले हामी यहाँको यति हो हामी मतलब पैसा छ नहुने तर भनेको टाइममा पैसा हुन्न लगाइस अहिले हामीले 200 रुपियाँ मेरो दाइसँग हालिमागेर अहिले भने राति भइसकेको थियो हामी भने बसको पर्खाइमा थियौँ र केही समयपछि बस आयो लाजको भन्नु